दुनियाँमा सबैभन्दा ठुलो कुरा पैसा त होइन हो, यो कुरा सत्य हो। कुनै ठाउँमा लागु पनि हुन्छ, तर यो थोरै देरको लागि हुन्छ। तर यो सत्य होइन, किनकि जहाँ गयो भने हामीहरूलाई पैसै चाहिन्छ क्या। घुम्न गयो भने पैसा चाहिन्छ, सपिङ गर्न गयो भने पैसा चाहिन्छ, क्लिनिकमा गयो भने पैसा चाहिन्छ, जो गर्नको लागि पनि पैसै चाहिन्छ। यही पैसासँग रिलेटिभ एउटा बुक लेखेको छ जसको नाम हो रिच ड्याड पुअर ड्याड, अर्थात् धनी बुबा गरिब बुबा। नेपालीमा पनि यो बुक उपलब्ध छ। यो बुकमा सबैभन्दा महत्त्वपूर्ण कुरा के सिकाएको छ भने ब्यालेन्स सिटको बारेमा। त हाई नमस्कार, मेरो नाम नवीन मण्डल हो र तपाईहरुलाई स्वागत छ नवीन मोटिभेसन युट्युब च्यानलमा। यदि यो च्यानललाई तपाईहरुले सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला, किनकि यो च्यानलमा यस्तै फिनान्ससँग रिलेटिभ भिडियो आउँदै रहन्छ। त के हो यो ब्यालेन्स सिट भनेको? ब्यालेन्स सिट भनेको एउटा यस्तो पुँजी हो जुन पुँजी सबै मानिससँग हुन्छ, मानिस र सबै कम्पनीसँग हुन्छ। सिम्पल तरिकाले भन्दाखेरि ब्यालेन्स सिट भनेको जन्मै